Hello guys, welcome to my new vlog. Qatar, this is the Doha city. यो चाहिँ कतारको दोहा सिटी हो है गाइस। एकदम बवाल छ। आज आएको बेला त्यही एउटा आज फर्स्ट टाइम आइयो। एकदम दामी खतरा खालको छ। यही हो कतार गाइस। अब यस्तै छ कतार। यसैले भन्छन् कतार। यही आउन भएको थियो हतार। आज चाहिँ हामी जाँदैछौँ कहाँनिर भन्दाखेरि म काम गर्ने ठाउँमा म जाँदैछु ब्याङ्कमा। अली ब्याङ्क इन दोहा फेस्टिभल मल फर्स्ट फ्लोर है, त्यहाँनिर छ। अनि अब यसको यो फुल भ्लग चाहिँ अझ गर्न पाएको छुइनँ मैले, किनकि अब ईद आयो, त्यही भएर छुट्टी छ हाम्रो भोलिदेखि। आजको लागि अब मैले यति नै भ्याएको छु, त्यही भएर मैले आज यति नै बनाउँछु। फेरि अब यसको म फुल पार्ट त नेक्स्ट टाइम लिएर बनाउँछु। फुल पार्ट पुरै वरिपरि मस्त घुमेर बनाउँछु, त्यतिखेर चाहिँ खतरा बनाउँछु। अब अहिलेलाई चाहिँ यति नै हो, के गर्नु। बनाउनु त खोजे हो तर बनाउनै पाइएन। यहाँनिर गाडी चाहिँ मैले खोइ सिटीमा त एकदम अब भिडियोहरूमा त ब्रान्डेड गाडी देख्थेँ। यहाँनिर त एउटा ब्रान्डेड गाडी चाहिँ मैले देखाएको छैन। बिल्डिङहरू चाहिँ बवाल रहेछ, गाडीहरू त एउटै ब्रान्डेड छैन। ल सब नर्मल। अब जहाँ उता अब हामी बस्ने क्याम्पतिर पनि देखिरहेको गाडीहरू। यो बिल्डिङ चाहिँ खतरा रहेछ है, क्या ठुलो क्यामेराले नि नभ्याएको गाडीबाट। सही छ गाडी चाहिँ होस्। यही हो, यहीँ आउनलाई हतार भएको थियो। अनि मान्छेलाई चाहिँ अब यो चाहिँ कस्तो रह्यो भन्दाखेरि चाहिँ कतार भनेको चाहिँ तपाईँको यसो, कतार भनेको चाहिँ मान्छेलाई कहाँ हो भन्दाखेरि कतार यसो अब लोगोको फोटो हेर्दाखेरि ठुल्ठुलो बिल्डिङ चुच्चो देखिने। अनि त्यसपछि लास्टमा तपाईँको यहाँ आइसकेपछि राख्छ हामीलाई गाउँ जस्तोमा। सिटी यसो हेऱ्यो छाया जस्तो उहाँ कहाँ कुनामा देखिन्छ कि घुम्न जानलाई हाम्रो क्याम्पबाट 30 रियाल ट्याक्सीमा त्यत्रो लाग्छ। अनि यो चाहिँ यसो मख पार्ने अनि लिएर आएर हाल्नेमा रहेछ कि सबै। बिल्डिङहरू चाहिँ क्या खतरा स्टाइलमा बनाएन के, अचम्म लाग्दो रहेछ, राम्रो खालको। जे होस्, आनन्द रमाइलो। ए अब आज न्यू जोइनिङ, न्यू ड्युटी। अब काम गर्ने हो मजाले। काम गर्नुपर्छ 15 घन्टा गाइस, बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म। यही हो अब काम, यही हो सिटी। यहाँ जो सिटीमै काम परेछ 30 रियाल बिना खर्च नगरिकन हामी सिटी चाहिँ देख्न पायौँ। त्यही हो राम्रो कुरा, सिटी देख्न पाएँ। त्यसैमा पनि खुसी छु म त, किनकि अब सिटी त्यत्तिकै देख्न पाएँ नि त। के गर्ने, यसको अब फुल भ्लग बनाएको भए त लगभग मैले अलि धेरै नै बनाउँथेँ। अब अहिलेलाई अब यस्तै भयो। क्यामेरामा चार्ज पनि थिएन कि, मैले अझै बनाउँथेँ, क्यामेरामा चार्ज थिएन। अब क्यामेरा नि फुटेछ, मोबाइलको डिस्प्लेका के गर्ने, लास्टै गरिब भयो गाइस। अब स्यालेरी आएपछि अनि बिस्तारै पहिला अब आफू आएको पैसा तिर्नुपर्छ, अनि त्यसपछि अनि बोक्नुपर्छ गाइस एउटा टुकटुके मोबाइल। युट्युबबाट पैसा आयो भने मोबाइल किन्ने भनेको, खोइ युट्युबबाट पैसै आउँदैन, युट्युबले दिँदैन। युट्युबले दिए नि हुन्थ्यो नि, ला बाबु 1-2 लाख डलर एस गर भनेर, अनि पो मजा आउँथ्यो त। अब यस्तै हो गाइस, अब आजको लागि यस्तै नै भयो। नेक्स्ट टाइम म योभन्दा बब्बाल लिएर आउँछु कि भिडियो होइन। एनिवे गाइस, थ्याङ्क यू फर वाचिङ।